डन्डर बनाइहाल्यो अनि कुट्नु नि मन लागेन होइन। ग्यारेज गएको हामी हिँड्दै एउटा बाइकमा तिनजना अटिँदैन नि त, त्यही भएर दुईजना हिँड्दै एउटा बौला यसरी कुदाउने कुन्द चारैतिर हेरेर कुदाउ सबै हेर नि यार कस्तो कलकत्तामा किनेको भेट भएको छ गाइज है। हेलो 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 मधुमल्लामा आएँ। हेलो गाइज नमस्ते सेवारो वेलकम टु माई च्यानल डियर ब्लग्स। म अहिले चाहिँ झापातिर छु है गाइज होइन। अब हिजो आएको थिएँ बेलुकातिर होली खेल्दै आइयो, त्यसपछि साथीकोतिर यताउता बस्यो, त्यो मैले भ्लग बनाइनँ। त्यही भएर आज न्यू डे न्यू ब्लग्सको साथमा तपाईँहरूको सामु उपस्थित भएको छु। अब आज कहाँ गइन्छ के गर्छ म तपाईँहरूलाई भिडियोमा जानकारी गराउने छु, देखाउने छु। अहिले चाहिँ म यहाँ खै एउटा के बोला नाम थाहा भएन होइन, त्यसको एक काम कर 200 रुपए दे और 50 रुपए काट ओभर एक्टिङ के त्यसको घरमा छु। अनि अब यहाँबाट को भेला हुन्छ, को के गर्छ, कता गइन्छ केही थाहा छैन, तर म जे गरेँ म तपाईँहरूलाई भिडियो मार्फत देखाउने छु भन्दै अहिलेलाई एकछिन भेटौँ है त गाइज। ओके हेलो गाइज, दमक बजार हिँड्दै हामी है चारजना। एउटा बौलालाई म कुट्छु भनेर आएको त यहाँनिर, तर बिचरा मायालाई डन्डर बनाइहाल्यो अनि कुट्नु नि मन लागेन होइन। ग्यारेज गएको हामी हिँड्दै एउटा बाइकमा तिनजना अटिँदैन नि त, त्यही भएर दुईजना हिँड्दै एउटा बौला यसरी कुदाउँदै आउँदैछ यहाँनिर। र गाइज ग्यारेजमा बाइक साइक बनाएर निस्क्यौँ हामी है, फेरि हिँड्दै जाँदैछौँ। अहिले चाहिँ हाम्रो मुकुन्द भाइले कुदाइरहेको छ बाइक, हामी दुईजना हिँड्दै आउँदैछौँ यसरी। मुकुन्द चारैतिर हेरेर कुदाउ, जाला नि फेरि जाला दुईजना हालेर कुदाउनु लाउन लाग्यो क्या त्यसले। तिमी भएर बिहा गर्नु नमिल्यो भने तनाव हुन्छ यहाँबाट त्यो बाटो त्यो टपिङसँग पुगेर चाहियो खुट्टामाथि राखेर कुदाउ न। आधी सुनिहाल्छ नि आज झापामा आएर यो तिनवटा झापालीसँग भेट भयो के हामी वाउ पनि भन्नु नपाउनु बाटोमा हिँड्दै त्यसलाई नै सिकाएको हुन्छ र, त्यसलाई नै सिकाएको हुन्छ र। वाउ भन्नु पाइँदैन, त्यसलाई नै सिकाएको भन्ने के छ? सिकाएको भने मैले भनेकै कस्तो कुरा डिस्काउन्ट र कम्प्लिमेन्ट गर्नुमा फरक छ क्या। त्यसो भने यो झापालीसँग पुरा बात गर्नु नै गाह्रो। कताबाट कता जाने? वार्नर गाडी आउँदैछ त्यो झापामा आज गर्मीले पसिना भइसक्यो म। हिजो होली खेल्दा नि यस्तै थियो गर्मी, त तँबाट स्टार्ट भएको छ जानु पुरै झापाबाट स्टार्ट भएको छ। अनि साला यस्तो झापाली सबै नै हेर नि यार कस्तो कलकत्तामा किनेको कलकत्ता होस् कि सलकत्ता होस् यहाँ पुरै किनारबाट किने च्याप भइरहेछ के दल पनि सबै यार कस्तो कुद्नु मन लागिरहेको छ। बाटो चल्ने काम धिरेनको हुँदैन, त्यही भएर लगा मेरा मजाक। अहिले चुपचाप घर पुगेपछि व्यवस्था हुन्छ राम्रो, धेरै राम्रो हुन्छ, धेरै राम्रो थाहा हुन्छ नि। अघि बिहानको रिस भएको भए के हुन्थ्यो, त्यहाँ अर्को भाइले बोलाइदियो कि रिस,
त्यही भएर जोगिरहेछ लगायत अब धेरै बाटो भ्लग गर्नु हुँदैन कि अब रुम पुगेर म एउटा भ्लगरको भ्लग बनाउँदा हात गल्छ जस्तो लाग्छ गाइज कदापि कदापि हात गल्दैन यहाँ घाममा यसरी हिँड्दै धेरै बेर किन भ्लग बनाउनु भनेर मात्र हो क्या च्या त्यो एउटा ट्रेन छ नि टिकटाकमा देखि हिँडेको भने त्यस्तै हुन्छ हरे भेटौँला भाइ लगायत यत्रो बेर घाममा हिँड्ना गरेर आयो है लास्टमा घर आइपुग्ने बेला चाहिँ चाबी नै छैन भन्छ उठाले रे देवा उठाले रे बाबा यस्ताको सङ्गत गरेर काहीँ उ लागिन्छ होला र यस्तो घाममा यत्रो बेर हिँड्दै आइयो लास्टमा चाबी नै छैन भन्छ यस्तो मान्छेहरू अब जस्तो चाहिँ घर चाहिँ पुग्नुपर्छ घर पुगेर म फेरि आउनेछु लगायत जसो तसो गर्मीमा हिँडेर भयो भने हामी घर आइपुग्यो यहाँ अघि बाइकमा आएर मस्त बसेर पुरै मोबाइल चलाइरहेको छ यसलाई चाबी लास्टै गली आएर घामले गर्दा ढोका चाहिँ लाउनु पर्ने हुन्छ नि त गाइस हेलो गाइस ल हामी चाहिँ अब यहाँ घरबाट निस्क्यौँ है अब कहाँ जाने अहिले चाहिँ के भन्छ अहिले चाहिँ हामी गाडीमा पेट्रोल हाल्नुपर्ने छ हामी गाडीमा हिँडिसक्यौँ बाइक थन्कायौँ गाडीमा हिँडिसक्यौँ कहाँ हिँडिसक्यौँ थाहा छैन तर पेट्रोल चाहिँ हाल्ने सुरुमा निस्क्यौँ कस्तो भने म भइहाल्यो यो अनुहार तपाईँहरूले देखिराख्नु भएको छ यहाँ छ हाम्रो नयाँ अनुहार हाम्रो मुकुन्द राज घिमिरे दुईजना अनि यहाँनिर छ यो अर्को त्यो मैले मेरो फर्स्ट भ्लगमा भनेको थिएँ नि एउटा बौला भनेर त्यो बौला यो हो हामी तिनजना जाँदैछौँ कहाँ जाँदैछौँ डेस्टिनेसन छैन होइन तर अहिलेलाई चाहिँ पेट्रोल पम्प जाँदैछौँ तर बाटो यस्तो बिग्रिएको छ र हामी घुमेर जाँदैछौँ म तपाईँहरूलाई अब कहाँ जाने फिक्स भएपछि म फेरि भेट्नेछु अहिले चाहिँ अब गाडीमा के भ्लग राख्ने बसेको पनि बोलेको सधैँ देखिराख्ने भएको मलाई भोलिकै देखिराख्नु भएको त्यही भएर अहिले चाहिँ अब एकछिनमा भेट्छु कहाँ जाने के गर्ने प्लान भएपछि तपाईँहरूलाई म भन्नेछु है त गाइज लगाइज है हामी टक्क पेट्रोल हालेर है पेट्रोल हालेर हामी निस्क्यौँ हामी कहाँ जाने भन्दाखेरि खोइ बाँसघारी के भन्ने ठाउँ अरे सिल ठाउँ छ अरे त्यहाँ जाने भन्दैछ है त्यहाँ गएर के त हामी जहाँ गयो पनि हामी के गर्ने होला शान्त ठाउँमा बस्ने दङ्गाउने त हो नि हाम्रो काम जहिले त्यही हो दायाँ बायाँ गरिँदैन जाने खाने घुम्ने आउने है त हाम्रो जहिलेको कामै त्यही हो दमक बजारमा घाम अलिअलि लागेको छ हेर्नु होला अब बाँसघारे साँझखारे कहाँ भन्दैछ ए आई गट इट त्यो पुरै बासमा चाहिँ हामी त म सक्षम बसेर खाएको ठाउँ होइन ए हाम्रो साथी भेट भएको छ गाइस है हेलो मधुमल्लामा आयौँ हाम्रो यो के भन्छ मुकुन्द भाइलाई खानु हतार भइसकेर हामी लाग्दैछौँ कहाँ भन्ने कुरा मामा भन्छ कि के भन्ने रे यहाँ जानेछौँ हेपेको भन्दैन त्यसलाई हल्का तिमीलाई थाहा थिएन र त्यो कुरा मजाक के भन्छ हो त्यही त चाहिँ किन बढी कराउँछस् झापाली भन्दैमा धेरै बोल्नु पाइँदैन नि फेरि यहाँ हो तिनैजना झापाली मार्ने रहेछ यार बजार डुल्दैछौँ है रात परो कहाँ के गरौँ मैले भिडियोमा त देखाएन तर त्यस्तै हो अहिले घुमेछौँ यहाँ राति कहाँ जाने हाम्रो डेस्टिनेसन चाहिँ छैन तर हिँडिरहेछौँ एकजना दुईजना मसँग तिनजना दमक चोकसम्म पुगिसकेँ कहाँ पुगिन्छ डेस्टिनेसन छैन तर हिँड्नु चाहिँ हिँडिरहेछौँ दुईजना यहाँ
खतरा गफ चलिरहेछ यहाँ के भन्दैछन् पनि थाहा छैन अहिले हारे गइरहेछ खानु म दिदिन पुरै अन्धकार छ हामी कहाँ हिँडेको होला यस्तो हालतमा है हारे गलिसकियो अझ हिँड्दा सक्छन् झापालेको गफाडी हेर्नु न यहाँ गफाडीहरू गफाडी हेर्नु यो गफाडी नम्बर 1 झापालीमा यो पर्छ अनि यहाँ हिँड्नै छ खाल्डो खिल्डी छ यहाँ गाइजहरू नेपालको यस्तै हो खाल्डो खिल्डी हिलो भएन भने त नेपाली नै होइन नेपालै होइन जस्तो लाग्छ नि मलाई हिँड्दा हिलो खाल्डो खिल्डी भएन भने त नेपालै हिँडेको के गरेको केही थाहा छैन तर हिँडेको छन् गाइजहरू के हुन्छ म हराउँछु अनि आवाज मात्रै आउँछ क्या कसको भ्लगमा आएको छौ भन्ने कुरा हो क्या मेरो भ्लगमा तिमी आउँछौ क्या एनी हाउ आउँछौ त्यति बुझ हामी यहाँ चोकमा छौँ कहाँ छ के थाहा छैन मलाई चोकमा छौँ दमकमा हिँड्दैछौँ हामी दमक के चोक रे हो नाम शङ्खदर साक्षर चोकमा माहौल हेर्नुहोस् यस्तो छ यता नि यस्तो छ दुईजना यहाँ बसिरहेछन् मुकुन्द देखियो यहाँ यतिकै रेस्ट गरेको गलेर हिँड्दा मेरो भ्लगमा केही बोल्नु चाहँदैन है गाइस म बोल्न चाहन्छु त्यो भिडियो नै 1 नम्बरको चुटिया हो यसको युट्युब च्यानल सबैजनाले सब्सक्राइब गर्नु होला अनि यसको चुटिया हेर्नु होला त्यस्तो भाषा चाहिँ प्रयोग नगरे हुन्थ्यो मेरो भ्लगमा कस्तो सभ्य तरिकाले भन्नु भन्ने होइन नि त अनुहार पनि आउँछ नि अब त हाल्ने हो यो त म कहाँ काट्छु हाल्छु यो त म हेर्नु पर्यो ज्ञानी मान्छेले यस्तो बोलेको हाम्रो कसको यादमा पुरै टुलाइरहेछ यार भाइ हो तलमा यसरी बस्नु त आनन्द लागिहाल्छ म यो मुलालाई कति 2 घन्टा पर्खिँदा म लाइफलाइन हस्पिटलमा त त्यत्तिकै बिरामीमा बसेको छु के कुरा भित्र गएर त्यो टुवा हुँदैन त्यहाँ बसेँ अनि एकछिन भित्र डुलेँ हस्पिटल पनि डुलेँ के कसो छ हेरेँ डुलेँ साप पनि हाल्छ गएँ फेरि आएर बसेँ त्यो साइडमा पुरै बिरामीलाई कुरा गर्दैछु त्यहाँ पनि कुरा गरेँ ल हाम्रो दमक यो मेन चुक चाहिँ यस्तो झिलिमिली छ गाइज पूर्वाञ्चल बेकरी यहाँ छ यता यस्तो छ दुईजना बौलाहरू यहाँ बस्दा त मलाई झन् आनन्द पो हो त गाइज ल गाइज है मालसामान बोकेर हामी नि अब घरतिर अब यहाँ हाम्रो के भन्छ मुकुन्द भाइ आउँदैन होइन मुकुन्द भाइको आवाजमा त आउँछ यसको नि अलिअलि आउनु खोज्छ म त प्रस्टै छु नि त पैसा होला अँध्यारोमा झन् लडेँ म को गोरु त यहाँ क्यामेरा बेसेर देखिहाल्छ नि मुकुन्द भाइ त क्लियर देखिन्छ यस्तो अँध्यारोमा हिँड्दैछौँ गाई चाहिँ हेरौँ त यहाँ ठिकै छ भ्लग भन्नु म अब घर पुगेर भ्लग गर्छु माल सामान बोकेर हिँड्यौँ है त गाइस ल बाई गाइस हामी रुम आइपुग्यौँ है ए सरी म रुममा बस्छु नि त त्यही भएर रुमै भनेछु अहिले घर आइपुगेको छु होइन हामी सबैजना घर आइपुग्यौँ अब के खाइयो के गरेर देखाउनु पाइँदैन तर के हुन्छ कसो हुन्छ है अब लास्ट कहिले हिँडेर यताउता गरेर अब आजलाई यो भ्लग नै इन गर्नुपर्छ होला भन्दै केही राम्रो नराम्रो लागेमा कमेन्ट गरिदिनु होला मन पराइदिनु होला भिडियो लास्टसम्म हेरिदिनु भएकोमा धन्यवाद होइन सब्सक्राइब गरिदिनु नभएको छैन भने गरिदिनु होला साथीभाइहरूलाई नि यसो सब्सक्राइब गर्नु भनिदिनु होला है त गाइस भन्दै बिदा माग्दैछु बाई बाई गाइस सी यू टुमरो नेक्स्ट भ्लगमा